हेलो गाइज, गुड मर्निङ फ्रम फतेहपुर। हामी चाहिँ अहिले फतेहपुर आएको थियौँ किनमेल गर्नलाई। हिजो चाहिँ हामी आएको खोटाङबाट फतेहपुर अनि आज बिहानै यता सपिङ गर्न आएर अहिले चाहिँ हामी त्रियुगा नदी पुलमा छौँ। अनि सपिङ सकेर अब हामी फर्किँदैछौँ हिँड्दै। अनि अब चाहिँ हामी के अरे सफारी पायो भने रोकेर सफारीमा जाने तर्खर गर्दैछौँ। त्रियुगा नदीको पुलदेखि चाहिँ यस्तो देख्छ, गजबको भ्यू। मजाले घाम लागेको छ आज। हिजो चाहिँ जाडो थियो अरे, अस्ति झन् पानी परे जस्तो भएको थियो। आज चाहिँ मिठो घाम लागेको छ बिहानै। इधर के छ हजुर? ल अहिले भेटौँ है त। बाटोमा फेरि केही इन्ट्रेस्टिङ कुरा आयो भने हामी तपाईँहरूलाई देखाउने कोसिस गर्नेछौँ।